भविष्यको निर्धारण तेरै परिवारले गर्छ। यदि तेरो परिवारले मैले भनेको जस्तो गर्यो भने त बचिस, नत्र भने त खेर गइस्। विनिशा लम्साल 22 वर्षकी केटी जो किडन्याप भएकी छ। विनय र निशा उसको मम्मी बुवा 6 महिना अगाडि मात्र उहाँहरूले सुसाइड गर्नुभएको थियो। त्यतिखेर विपिनका भाइ विनयले यो सुसाइड नभएर मर्डर भएको आशंका गरेका थिए, तर केस त्यति अगाडि बढ्न सकेन। अब विनिशाको किडन्यापिङ पछि यी किडन्यापरहरू किडन्यापर मात्र नभएर विपिन र निशाको मर्डर पनि भएको उशंका गर्दैछ। उनीहरूको परिवारलाई सकाउन एउटा ठुलै ग्रुप लागि परेको विनय शङ्का गर्दैछ। केसको बाँकी डिटेल्स चाहिँ हामीलाई पोखराकै युनिटले दिनेवाला छ। हामी जति सक्दो चाँडो पोखरा जानुपर्ने भयो। जो केस हाम्रो हातमा आइसकेको छ, अब ढिला नगर्नु। ओके म्याम। हजुर किन यसरी छटपटाउनुहुन्छ कि आफ्नो स्वास्थ्यलाई नै असर पर्ने गरी? चिन्ता नलिएर के गर्नु? आफ्नो दाइको परिवार यस्तो विनाशको अवस्थामा छ। दाइहरूको परिवार सिद्धाएपछि हाम्रो परिवारलाई पो सिद्धाउने हो कि? तपाईँले चिन्तै मात्रै लिएर पनि हुनेवाला चाहिँ के छ र? हामी उसँग न्यु खोज्नुभन्दा पनि उसँग झुकेर उसले भनेको कुरा मानेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई। ल आज पैसा मागेछ, ल दिउँला। भोलि अझै धेरै पैसा माग्ने हो कि? अनि उसले जति जति पैसा माग्यो त्यति त्यति दिन सकिन्छ त? अब अरू उपाय नै नभएपछि गर्ने चाहिँ के त? पुलिसलाई खबर गर्यो भने हालत खराब गरिदिन्छु भनेर नानीलाई टर्चर दिइरहेछ। केही सिप नलागेर ब्युरोबाट मान्छे बोलाएको होइन त? खोइ यति बेर भइसक्यो, सिआइडीहरू पनि आइपुगेन। बाबा तपाईँ? लौ किन अचम्म माने? अनि अचम्म मान्नु परेन त। मम्मी घरमा हुनुहुन्न थाहा हुने बित्तिकै सिधै घरको ढोकामा आएपछि यो घरको सबै कुराको जानकारी मेरो कान्छेमै आइपुग्छ। तिम्रो मम्मी कहाँ गइन्, तिमी कहाँ जान्छौ, के गर्दैछौ भन्ने सबै थाहा हुन्छ मलाई। अब यति कुराको जानकारी पनि राखेन भने त तिम्रो बाबा हुनुको के अर्थ रह्यो र? खुबै आउनु जाऊँ। म कहाँ जान्छु के गर्छु तपाईँलाई सबै कुरा थाहा छ भने ल भन्नु त। म अब कहाँ जान्छु अनि के गर्छु? अब तिमी रेडी हुन्छौ, त्यसपछि बाबासँग घुम्न जान्छौ होइन त? रङ। म अब रेडी हुन्छु अनि कलेज जान्छु। नो, यु आर रङ। आज तिमी कलेज जाँदैनौ, आज तिमी मसँग घुम्न जान्छौ। अनि म कलेज नगएको मम्मीलाई थाहा भयो भने मलाई घरबाटै निकालिदिनुहुन्छ। मामुले घरबाट निकाल्यो भने बाबाको घर गएर बस्ने। हेर छोरी, यस्तो मौका सधैँ सधैँ आउँदैन। अब तिम्रो मम्मी पनि छैन। अबको 2-4 दिन बाबा र छोरी मजाले रमाइलो गरेर बिताउनुपर्छ। मामुसँग बसेर तिमी थुनेर राखेको सुगा जस्तै भएकी छौ, मलाई थाहा छ। अब यो थुनेर राखेको सुगालाई पिंजडाबाट बाहिर निकालेर म घुम्न लैजान्छु। कसो? मलाई पनि घुम्न जान मन छ नि, तर मैले कलेज नै छोडेर तपाईँसँग घुम्न गएको मम्मीले थाहा पाउनु भयो भने? ए बाबा, मसँग तिम्रो मम्मीको बोलचालै छैन। अब तिमीले भन्दैन होला। अब थाहा चाहिँ कसरी पाउँछ भन त? मलाई पनि पहिला त्यस्तै लाग्थ्यो। मम्मीलाई थाहा हुँदैन भनेर मैले पहिला एकचोटि कलेज पनि बङ्क गरेको थिएँ। हो र? अनि के भयो? जब दाइ बित्नुभयो हामी यहाँ थिएनौँ। दाइको घटना भएको थाहा पाएपछि हामी तुरुन्त पोखरा आयौँ। प्रहरीले मुचुल्का उठाइसकेको थियो। छोरी विनिशा पनि विक्षिप्त अवस्थामा थिए। हामीले पनि केही सोच्नै सकेको थिएनौँ। त्यति बेला दाजुभाउजूले पनि किन गलत कदम चाल्नु भएको रहेछ जस्तो लागिरहेको थियो।
तर जे भयो त्यसलाई स्वीकार्दै बिनिसालाई आफ्नै छोरी बनाएर राखेको थियो। तर केही दिनदेखि बिनिसाको अत्तो पत्तो नै छैन। अनि भिडियो मेसेज पनि आउँछ 2 करोड नदिएसम्म बिनिसाको ज्यानै लिन्छु भनेर धम्की दिइरहेको थियो। प्रहरीलाई खबर गर्दा किडन्यापरले थाहा पाएर बिनिसालाई झनै चोट पुर्याएको थियो। तपाईँले भिडियो मेसेज आउँछ भन्नुभएको थियो, कस्तो खालको मेसेज? कस्तो खालको मेसेज भन्नु ल तेरो भविष्यको निर्धारण तेरो परिवारले गर्छ। यदि तेरो परिवारले मैले भनेको जस्तो गर्यो भने त बचिस्, नत्र भने त खेर गइस्। तपाईँलाई यो भिडियोमा धम्काइरहने मान्छेको आवाज सुनेर भिडियो खिचेको ठाउँ हेरेर कोही माथि शङ्का लागेको छ? नै छैन। मैले त झन् कसलाई शङ्का गर्नु र? नानीको पो कोहीसँग दुश्मनी थियो कि? एकचोटि दिमाग शान्त बनाएर सोध्नुहोस् न। छैन। बिचारी त्यो भर्खरको केटीको कोसँग किन दुश्मनी होला र? पुरा दुश्मनीको होइन, सरासर पैसा कमाउनलाई गरेको अपहरण हो यो। हामीसँग अपहरणकारीले 2 करोड मागिसकेको छ। 1 करोड त दिइसक्यौँ। उसले फेरि 50 लाख मागेको छ। समय र ठाउँ आफैले तोकेर बोलाउँछु भनेको छ। ठिक छ, अब तपाईँहरू चिन्ता नलिनुहोस्, हामीहरू आइसकेका छौँ। हामी? तपाईँ त यहाँ एक्लै हुनुहुन्छ त? तपाईँ आफै भन्नुभएको होइन, तपाईँले के गर्नुहुन्छ किडन्यापरलाई सबै थाहा हुन्छ भनेर। म चाहन्न कि किडन्यापरलाई सबै कुरा थाहा होस्। त्यसैले तपाईँलाई पनि धेरै कुराको जानकारी म दिन चाहन्छु। तपाईँ यति मात्रै बुझ्नुहोस् कि बिनिसालाई सकुशल घर ल्याउन हाम्रो टिम परिचालन भइसकेको छ। एक्सक्युज मी, म यहाँ बसु? तिम्रो घर पनि पोखरा हो? मलाई लाग्यो तिमी घुम्न आएको होला, त्यसैले एक्लै बसिरहेको थियो। हेर न, म यहाँ घुम्न आएको, मेरो कोही साथी पनि छैन, त्यसैले जहाँ पनि एक्लै जानुपर्छ। तिमी कोही साथीलाई कुरिरहेको हो कि? साथी त कुरिरहेको छु, तर कहिले आउने हो ठेगानै छैन। मैले अलिक कुरा बुझिनँ नि। तपाईँले कुरा बुझ्नु जरुरी पनि छैन। पोखरा घुम्न आउनुभयो होला, घुम्नुहोस्, रमाइलो गर्नुहोस्। बिनिसा कहाँ गइन् त्यो थाहा छ तिमीलाई? बिनिसा? बिनिसालाई चिन्नुहुन्छ तपाईँ? चिन्छु, तर तिमीले जतिकै नजिकबाट होइन, त्यसैले तिमीसँग मद्दत माग्न आएको। मद्दत? तिमीले मलाई बिनिसाको बारेमा केही जानकारी दिन सक्छौ? जानकारी? तपाईँ हो चाहिँ को? म बिनिसाको साथी नै हो भन्दा हुन्छ।
म यो पत्ता लगाउन खोजिरहेको छु कि बिनिसा तिमीसँग कफी खान किन आउन पाएन भनेर। तिमीले मैले सोधेको प्रश्नको सही जवाब दियौ भने त्यो पत्ता लगाउन पनि धेरै समय लाग्दैन। कस्तो प्रश्न? तिमी र बिनिसा एकदम नजिकको साथी। तिमी र बिनिसा एकदम नजिकको साथी। तिमी बाहेक अरू कोही नजिकको साथी उसको थियो कि? साथी त हामी मात्रै हो। जहाँ जानु परे पनि जे गर्नु परे पनि हामी मात्रै हुन्थ्यौँ। पछिल्लो समयमा चाहिँ बिनिसा ऋतिकसँग नजिक भएकी थिइन्। ऋतिक? उसको अहिलेको बोयफ्रेन्ड। हरेकपल्ट उसले नयाँ सिम प्रयोग गरी फालिदिने रहेछ। सिम ट्रेस गर्नु गाह्रो। टेलिकममा बुझ्दाखेरि त्यो प्रायः जसो सिमहरू हराएको रहेछ। क्रिमिनल जति नै चलाएको भए पनि उसले केही न केही गल्ती गर्छ। ढिलो चाँडो हामीले उसलाई जसरी नै समात्छौँ। तर केही पत्ता लाग्यो? ऋतिक नाम गरेको उसको एउटा बोयफ्रेन्ड रहेछ म्याम। बिनिसा हराउनुभन्दा अगाडि उनीहरूको सारङकोट घुम्न जाने कुरा भएको रहेछ म्याम। उसको बोयफ्रेन्ड? ठिक छ। भनेपछि उनीहरू पक्कै सारङकोट घुम्न गयो होला। हजुर, विशालले रुदुललाई फोन गरेर त्यो बिनिसाको घर वरिपरि नजर राख भने। ओके म्याम। अनि हामी चाहिँ जाउँ सारङकोटतिर। जाउँ। हामी सबैले सोधपुछ गर्दा एकदमै विचार गर्नुपर्छ, किनभने यो केस अरूभन्दा एकदमै जटिल छ। अपराधी एकदम चलाक छ, खतरा छ। त्यसैले हामी चारैजनालाई कसैलाई पनि गल्ती गर्न छुट छैन है। गल्ती हुँदैन म्याम। हामीले बिनिसाको फोटो लिएर आएका छौँ। उनीहरू यहाँ कतिखेर आए, कोसँग भेटे र कतिखेर यहाँ फर्के भन्ने कुरा हामी डिटेल्समा बुझ्दै कोसिस गर्नेछौँ। उसको बोयफ्रेन्ड ऋतिक घरमै छ। बिनिसा हराएको कुनै चिन्तै छैन उसलाई। तर किन होला म्याम? बिचरा भर्खरको केटो छ म्याम। त्यो स्कुले बच्चाले त्यत्रो ठुलो काम गर्छ भनेर हामीले शङ्का गर्ने ठाउँ पनि छैन नि। पहिला खोजौँ। कसैले पनि बिनिसा र ऋतिक देखेको कुरा गर्छ भने होटेलको सिसी क्यामेराको फुटेज हेरौँ। स्टेप बाई स्टेप हामी अगाडि बढ्नुपर्छ।
किडन्यापरको क्लु त केही न केही भेटिन्छ होला नि यहाँ। हामीले यहाँ सोधपुछ गर्दा एकदमै विचार पुर्याउनुपर्छ, किनभने यो केस एकदम जटिल छ, अपराधी चलाक छ। त्यसैले हामी कसैलाई पनि गल्ती गर्ने छुट छैन। तपाईँ यहाँबाट चिया कफी खान्छ हेर्नुहोस्, हेर्दै गर्नुहोस् है। म तल हुन्छु, केही समय भए मलाई भन्नुहोस्, म लाग्यो अहिले। हुन्छ, तपाईँलाई के भन्यो म बनाउँछु। तल त्यो लिफ्टै बाहिर हुन्छ नि तपाईँ। लाग्यो होला मैले केही थाहा पाउँदिनँ भनेर। मलाई समाउन काठमाडौँबाट मान्छे बोलायो होइन, तर तिमीहरूको केही लाग्नेवाला छैन। मैले भनेको जस्तै 50 लाख तयार पारेका छौ नि, त्यो लिएर तुरुन्तै तालमाथिको जङ्गलमा आऊ, नत्र भने तिमीहरूको छोरीलाई टुक्रा टुक्रा पारेर फेवा तालको माछालाई खान दिन्छु। जस्तो बुढी त्यो पैसाको बेग लिएर आऊ त। ल बुढी, म यो पैसा लिएर गएर छोरीलाई लिएर आउँछु छिटो है। ए धनी नै मोबाइल पनि छुटेको।
त्यो गोदावरीको केस छैन अस्ति हामी गएको त्यसकै केस होला जस्तो लाग्छ मलाई। यो दाजुभाइ सम्पत्तिकै लहडा होला। त्यस्तै जस्तो लाग्छ मलाई नि। धेरै सम्पत्ति भएपछि दाजुभाइमा यही हो कि नहुनु। नमस्कार हजुर। सन्चै हुनुहुन्छ है? सन्चै हजुर। एउटा कुरा सोधौँ भनेर आएको म तपाईँ कहाँ। टिका पनि लाउँ न, प्रसाद ल भनेर सल्लाह गरौँ। हस् मैले जानेसम्म जवाब हजुरलाई है थाहा भएसम्म कैलाशेश्वर महादेवको कृपाले सुख शान्ति होस्, समृद्धि होस्, सुस्वास्थ्य होस्, दीर्घायु होस्, उत्तरोत्तर प्रगति होस्, घर परिवारमा सुख शान्ति समृद्धि र ऐश्वर्य छाओस् र सर्वदा कैलाशेश्वर महादेवको कृपा होस्। हजुरले हामीले थाकेका कामहरू सफल भएर जाउन्। कैलाशेश्वर महादेवको रक्षा। अब सुन्नु न, एउटा मलाई साह्रै समस्या पर्यो। यो मान्छेलाई खोज्दै हिँडेको होइन, पोखरामा कहीँ पनि भेटाएन। तपाईँ कहीँ देख्नु भएको छ?
हेलो 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 सबै मैले गर्दा भएको हो। तपाईँहरू सबैलाई मैले बोलाउनु हुँदैन थियो। बरु हामीले सरासर पैसा दिएर विनिशालाई छुट्याउनु पर्थ्यो। हामीबाट ठुलो गल्ती भयो। उसले भने जति पैसा दिएर विनिशालाई उसले छोड्छ भन्ने के ठेगान? हामी तपाईँलाई नै मद्दत गर्न भनेर आएका हौँ। विनिशालाई हामी जसरी भए पनि बचाउँछौँ। किडन्यापरले तपाईँहरूलाई बोलाएको कुरा थाहा पाएपछि अब विनिशालाई मार्छ होला। तपाईँहरू त्यति नजिक पुगेर पनि अहिलेसम्म किडन्यापरहरूलाई समाउन सक्नु भएको छैन। अब पक्कै पनि विनिशालाई केही न केही गर्छ होला। तपाईँहरू चिन्ता नगर्नुहोस्, हामी विनिशालाई सकुशल उद्धार गर्छौँ। विनिशालाई बचाउनु हाम्रो कर्तव्य हो। हामी आफ्नो कर्तव्य जसरी पनि पुरा गर्छौँ। ठिकै छ, हामी तपाईँहरूको मद्दतका लागि आएका थियौँ। तपाईँहरूलाई पनि हाम्रो मद्दतको जरुरी छैन भने हामी यहाँ बस्नु के अर्थ?
टिम लेट्स मुभ। हामीले के गर्छौँ, हामीले के भन्छौँ, सबै कुराको जानकारी किडन्यापरसम्म पुग्छ चाहिँ कसरी? तपाईँले भने जस्तै यो सबै प्लानको मास्टरमाइन्ड त्यही कुसुम त होइन? हुनसक्छ, मलाई लाग्छ यो केसमा किडन्यापिङ भन्दा पनि बाहिरका अरू कुराहरू जोडिएको हुनसक्छ। हजुर, विनिशाको मम्मी दादी बित्दाखेरिको फाइल मगाऊ र त्यसको राम्रोसँग स्टडी गर। बित्नुभन्दा अगाडि भाइ बुहारीसँग सम्बन्ध कस्तो छ त्यो पनि पत्ता लगाऊ। हुन्छ म्याम। पारु, तिमी विनिशाको अरू साथीहरूसँग पनि भेटघाट गर र इन्फर्मेसन कलेक्ट गर। विशाल, तिमी त विनिशाको बोयफ्रेन्ड भन्ने ऋतिकलाई भेट, कुरा गर र कुरा खतल। याद रहोस्, यो काम सकिएसम्म गोप्य तरकारी रहोस्। ओके म्याम। विनय र कुसुमलाई लागेको होला हामीले यो केस छोडेर गइसक्यौँ, तर एकपटक हाम्रो हातमा लागेको केस सल्भ नगरी हामी छोड्दैनौँ। रुद्र, क्षितिज, तिमीहरू दुईजनाले उनीहरूको घर वरपर नजर राख। लामो यात्राबाट आएका छौँ, आजलाई रेस्ट गरौँ, भोलि बिहानबाट काम सुरु गरौँ। हुन्छ म्याम। ओके म्याम। हेलो, मैले धेरैचोटि छोरीलाई फोन गरेँ, फोन उठेन। के ऊ त्यहाँ छ? अस्तिको घटनादेखि मैले छोरीलाई भेटेकै छैन। मैले बिहान कराइदिएको थिएँ उसलाई, त्यसपछि उसले फोनै उठाएको छैन। उसको जाने ठाउँ पनि कहीँ छैन। त्यहाँ नआए कहाँ जान्छ त? आमा भएको मान्छेलाई थाहा हुनुपर्ने हो नि आफ्नो सन्तान कहाँ जान्छन्, के गर्छन् भनेर। मैले आमाले के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने जानलाई फोन गरेको होइन। यति कुरा साँचो साँचो भन्नुहोस् कि लुज्दा त्यहाँ छ कि छैन? मैले भनिसकेँ त, ऊ यहाँ छैन। ऊ कता गयो, के गर्यो त्यो पनि मलाई थाहा छैन। तर यदि ऊ माथि कुनै पनि गलत घटना घट्यो भने त्यसको जिम्मेवारी चाहिँ तिमी हुनेछौ। कस्तो हुन्थ्यो बाबा? कोसँग बोलिराख्नु भएको थियो? कोही होइन, मेरो साथसँग छेले आयो। हामी जसको पछि लागेका छौँ नि सर, त पहिलेदेखि नै ठुलो क्रिमिनल हुनुपर्छ। त्यही त, नत्र हामीसँग यसरी सिधा सिधा टक्कर दिने अरू को हुनसक्छ र? टक्कर दिने मात्र होइन, उसले त हामीभन्दा राम्रो छु भनेर प्रमाणित पनि गरिसक्यो। गलत, ऊ हामीभन्दा राम्रो हुनै सक्दैन। आज उसको दिन थियो, त्यसैले ऊ आज बाँच्यो।
हामीले जुनसुकै कुरा पनि एउटा दायरामा बसेर गर्नुपर्ने हुन्छ। क्रिमिनलहरूलाई के छुट्छ भने उनीहरूलाई यसो केही बन्देज छैन। उनीहरू यस्तो कुनै नियम कानुनमा बाँधिनु पर्दैन। यदि हामीलाई पनि भोलि यस्तै फुल पावर दिएर केस सल्भ गर्न दियो भने हामीले पनि सजिलै सल्भ गर्न सक्छौँ। त्यो त हो नि सर, तर के गर्नु, हाम्रो हातमा नि नियम कानुनले बाँधिएको हुन्छ। जुनसुकै कुराको पनि एउटा हर हुन्छ रुद्र। कुरा राम्रो होस् या नराम्रो, हरभन्दा बढी भयो भने मजा आउँदैन। चिनी पनि धेरै खायो भने तितो हुन्छ भने यस्तै हो। हामीलाई पनि यस्तै फुल पावर दियो भने हामीले पनि मिसयुज गर्न सक्छौँ। त्यसैले हामीलाई जति छुट दिएछ त्यति नै इनफ छ। अनि सर, यो बिनिसाको केसको बारेमा चाहिँ तपाईँको के विचार छ? हामीले एउटा पर्फेक्ट क्रिमिनलसँग डिल गरेछौँ, यसमा कुनै शङ्का छैन। हामीले न उसको कुनै फोन ट्र्याक गर्न सक्छौँ, न उसलाई कुनै सिसिटिभी क्यामेरामा हेर्न सक्छौँ। तर उसले हामीले बोलेको प्रत्येक शब्द सुनिरहेको जस्तो महसुस हुन्छ। तिमीहरूले याद गर्यो कि गरेनौ, जब हामी बिनिसा जिउने छ कि छैन, उसलाई पैसा किन दिने भनेर कुरा गरेका थियौँ, त्यसको केही बेरमै उसले बिनिसा जिउने भएको भनेर प्रमाण पठायो। त्यसको केही बेरमै बिनिसा जिउने भएको सबुत प्रमाण भनेर उसले भिडियो पठायो। इन टु इन इन्क्रिप्सन भएको एपहरूबाट मेसेज पठाएको हुनाले हामीले फुल डिटेल्स पनि पाउन सकेनौँ। प्रोटोकलभित्र बसेर इन्भेस्टिगेसन गर्दाखेरि यस्तो समस्या बेला बेलामा आइपर्छ। भनेपछि यो केस त अझ सुरु भएकै छैन। यो केसमा हामीले धेरै दुःख गर्नुपर्छ। प्रत्येकचोटि नयाँ नयाँ च्यालेन्ज भए पो मजा पनि नयाँ नयाँ आउँछ। हामीले मजाको लागि यो गरे होइन, समाजमा स्थिरता कायम होस्, समाज गलत दिशातर्फ नलगोस् र गलत गर्नेहरूलाई सजाय मिलोस् भनेर हामीले यो दुःख गरेको। जे होस्, अब भोलिदेखि हामी केही दिनको लागि पोखराको गल्ली गल्ली चार्नुपर्छ। अहिलेलाई टेक रेस्ट। यो ओछ्यान चेन्ज भएर होला, मलाई रातभरि बित्तिकै निद्रा लाग्यो। तिमीलाई के भएको कसो? मलाई पनि त्यस्तै भयो यार। तपाईँलाई त भइहाल्छ नि, रातभरि सुत्न दिए आएन घुरेर के साह्रो घुरेको यार। यो क्षति छ त खतम। ओछ्यान फेरेर होला नि। एकतिर हामीलाई केस छोडेर जाऊ भनेर दबाब छ, अर्कोतिर हाम्रो जिम्मेवारी। जति नै दबाब भए पनि हामीले आफ्नो जिम्मेवारी पनि पुरा गर्नै पर्छ। अब यहाँसम्म आइसकेपछि त जतिसुकै दबाब भयो भने केस त सल्भ गर्नै पर्यो नि। हामी आएपछि केस सल्भ नहुने कुरै छैन नि। हो त, केस सल्भ नगर्दै जाने कुरै भएन नि। अब सोधपुछ गर्दा चाहिँ लो प्रोफाइल भएर कुरा गर्नु। म चाहिँ विपिन र निशाको सुसाइड केसमा इन्चार्ज रहनु भएको इन्सपेक्टरसँग भेटेर कुरा गरेर आउँछु। हजुर, तिमीले विनय र कुसुमको ब्याकग्राउन्ड राम्रोसँग बुझ। उनीहरूको व्यापारमा कसैसँग दुश्मनी भएर नै यो घटना घटेको हो कि? विशाल, तिमी विनिशाको बोयफ्रेन्ड ऋतिकलाई फेरि भेट र सोधपुछ गर। यस्तो कुरा जुन विनिशाले ऋतिकलाई सेयर गरेकी छ, उसलाई कसैले मेसेज गरेर इरिटेट गरेको छ कि कसैले पिछा गरेको छ कि? एभ्री पिन्च अफ डिटेल इज इम्पोर्टेन्ट फर अस। हुन्छ भाइ। पारु, तिमी सपनालाई भेटेर फेरि डिटेल्स लिने कोसिस गर। मैले फेसबुकमा एड गरिसकेँ, साथी भइसकेको छु। फेरि भेटेर कुरा गर्नु कुनै समस्यै भएन नि म्याम। रुद्र, क्षितिज, मैले भने जस्तै तिमीहरू दुईजना विनयको घर वरपर नजर राख। कोही उनीहरूलाई भेट्न आउँछ, उनीहरू कति बेला निस्किन्छ सबै नोट गर। उनीहरूको घर वरपर कुनै असामान्य घटना भएको छ भने मलाई भनिहाल है। ल अहिले गइहालौँ। ल ल
मलाई एकछिन कुरा गर्न सक्छु होला? होइन होइन, मलाई एकदम हतार छ, म पढ्न पनि जानु छ, म जान्छु। होइन मलाई तिमीसँग विनिशाको विषयमा केही कुरा गर्नु छ। ऋतिक, मलाई तिमीसँग एकदमै इम्पोर्टेन्ट कुरा गर्नु छ। कस्तो कुरा? पहिला त यो भन कि तिमी किन यसरी आत्तिरहेको छौ? मलाई लागिरहेको छ कि तिमी अघिदेखि आफ्नो वरिपरि कसैलाई खोजिरहेको छौ। तिमी किन यसरी छटपटाइरहेको छौ? तिमीलाई कुनै कुराको डर, कुनै कुराको अप्ठ्यारो छ भने भन, म तिमीलाई मद्दत गर्छु। भयो छोड यो कुरा, म तिमीसँग विनिशाको बारेमा कुरा गर्न आएँ। हामीलाई थाहा छ तिमीहरू दुईजना एकअर्कालाई प्रेम गर्छौ, तर यतिका दिनदेखि विनिशा गायब छ। कहाँ छ, के गर्दैछ, कसैलाई अत्तो पत्तो छैन। उसको बारेमा जान्नको लागि नै मलाई तिम्रो मद्दत चाहिएको छ। मलाई डर लागिरहेछ कि तिनीहरूले मलाई पनि किडन्याप गर्छन् भनेर। तिनीहरू को? तिनीहरू के हो? हामीसँग पनि जिस्किँदा हुन्छ है? हाम्रो पनि छ माया गर्ने मन। त्यही त के भने अरे तिमीहरूले? तिमीहरूको बोल्ने समझ छैन? खै छैन मसँग त। तसँग छ? छैन। हामीलाई त्यसरी बोल्न आउँदैन, आएर सिकाइदेऊ नि त कान्छी। हो, बोलेर समय खेर फाल्नु हुँदैन, बरु खोलेरै समयको सदुपयोग गरौँ न। के हो रे? के भनेको रे? न्यु खोजेको? हो मैले खोजेँ, मैले। छोड न ऋतिक, छोड न। छोड्न के पिन्छ छैन। छोड न। हेर्न हे राम्रो यिनीहरूले हामीलाई चिनेकै छैन कसको मान्छे हो भनेर। यिनीहरूलाई हामी पोखरामै गायब गरिदिन सक्छौँ। तिमीहरू झड गर्न भ्या जाऊ, तिमीहरू सबै जाऊ। पख तैँले हाम्रो चिन्नेकै नरहेछ नि त, हामी को भने तँलाई देखाउनु पर्ने रहेछ होइन? पख तँलाई हाम्रो बेलुका जाने पख तँलाई बेलुका जाने छ। आज बत्ती तिमीहरूलाई केही त भएन नि? जान सक्छौ यहाँबाट? सक्छु त। यहाँका केटाहरू सबै यस्तै हुन् है? सक्छु जान? त्यो दिन विजेता त्यहाँ नभएको भए जे नै हुनसक्थ्यो। मलाई लाग्छ विनिशालाई किडन्याप तिनीहरूले नै गरेको हुनुपर्छ। भनेपछि त्यो विजय दाई भन्नेसँग पनि कुरा गर्नुपर्ने भयो। थ्याङ्क यू सर, मलाई समय दिनुभएकोमा। मलाई त्यो विपिन निशाको सुसाइड केसको थोरै इन्फर्मेसन चाहिएको थियो। हुन्छ नि म्याम, म फाइल दिइहाल्छु। सबै डिटेल्स यही फाइलमै छ। डिटेल्स त हेर्दै गरौँला नि। फिल्डमा तपाईँ आफै खटिनु भएको भएर जुन फाइलमा छैन त्यस्तो भित्री कुरा तपाईँलाई के थाहा छ? सबै कुरा फाइलमै छ। उनीहरूको सुसाइडको मुख्य कारण चाहिँ बिजनेसमा भएको घाटा नै देखिन्छ। बिजनेस गर्नको लागि आफ्नो घर धितो राखेर भाइसँग ऋण लिएको रहेछ। बिजनेस घाटामा गयो, ऋण तिर्न सकेनन्, त्यसैले गलत कदम चाले। यसको मतलब भाइले पैसा लिनको लागि धेरै नै प्रेसर दिन्थ्यो होला।
हाम्रो अनुसन्धानमा त भाइले त्यस्तो प्रेसर दिए जस्तो लागेन म्याम। ऊ आफैले ऋण तिर्न नसकेपछि घर भाइको नाममा पास गरेछ। उनीहरूको कोठामा सुसाइड नोट भेटिएको थियो। सुसाइड पुष्टि भएर नि केस क्लोज भयो। यो लन्च फाइल। दाइ तपाईँलाई सिआइडीले खोजिरहेछ। मलाई सिआइडीले खोज्दैछ अरे? हो त, अघि ताल नजिकै एउटा सिआइडीले कुराहरूको देखेको मैले। अस्ति हामीसँग झगडा परेको केटा थियो नि, त्योसँग कुरा गरिरहेको थियो सिआइडीले। मैले भनेकै थिएँ तेरो भविष्यको निर्धारण तेरो परिवारले गर्छ भनेर, तर तेरो परिवारले गलत कदम रोजे, तसर्थ त्यसको सजाय तैँले भोग्दैछस्। यतिखेरसम्म फोन आउनु पर्ने किन आएन? खै न कतै सिआइडीलाई देखेर हाम्रो छोरीलाई नराम्रो पो गर्यो कि। हेलो सपना, अनि सन्चै छौ? हजुर, अनि फेरि मलाई किन बोलाउनु भएको? एक्सक्युज मी, टी कप के लिनुहुन्छ? मलाई क्यापुचिनो। अनि तिमी के लिन्छौ? त्यही हुन्छ, दुईटा क्यापुचिनो है। अब म पोखरामा कसैलाई चिन्दिनँ, तिमी साथी जस्तै भएकी छौ, त्यसैले तिमीसँग बसेर कफी पिउँ कि भनेर नि। अनि तिमीसँग टाइम त छ? अनि विनिसाको केही कुरा पत्ता लाग्यो त? हामीले कोसिस गरिरहेका छौँ, भने जस्तो लिड हात पर्न सकेका छैन। अझै केही समय लाग्ला जस्तो छ। उसलाई ठिकै त छ होला नि है? उसलाई के नै हुनसक्छ र, एकदम ठिक छ। अब हामी केही दिनमा सँगै बसेर कफी खानेछौँ। बिचारा विनिसा, उसको मम्मी ड्याडी पनि सानामै बित्नुभयो, साथी भने पनि तिमी मात्रै हो। कति एक्लो महसुस गरिरहेको होला। उसको त म बाइक अरू साथी नै छैन। जहाँ जानु परे पनि
हामी दुईजना सँगै जाने हो। ऋतिकसँग पनि उसको राम्रो सम्बन्ध चलिरहेको थिएन। बेला बेलामा विजय दाइ आएर सम्झाइराख्नुहुन्थ्यो, त्यति हो। विजय भनेको चाहिँ को हो नि? विजय दाइ यहीँ बस्तीको रिहाब सेन्टर चलाएर बस्नुहुन्छ। अप्ठ्यारो पर्यो, केही समस्या पर्यो भने हेल्प लिने नै विजय दाइसँग हो। जस्तो हेल्प माग्दा पनि उहाँले कहिले पनि नाइ भन्नु भएन। विजय के हुँदैछ इन्सपेक्टर साहब? केही कुराको लिड मिल्ला जस्तो छ? खोइ अहिलेसम्म के हात लागेको छैन। अनि रुद्र सर खोइ त? रुद्र सर पूर्वपट्टिको कुनामा पर्नु भएको छ, उतै डुल्दै हुनुहुन्छ होला। कति डुल्नु यार, मलाई त दिक्क लागिसक्यो। बरु रुद्र सरलाई पनि यतै बोलाउँ, यसो चिसो चिसो खान जाउँ। हुँदैन यार, म्यामले थाहा पाउनुभयो भने फेरि जागिरै जान्छ। गए जान्छ नि यो मुला जागिर। यसबाट छुटकारा पाइयो भने बरु अर्को गतिलो जागिर खोज्ने हो। हेलो रुद्र सर, तपाईँ यता खाजा खान आउनु पर्यो। ए ल म आइहालेँ। ए हुन्छ ल सर, छिटो आइहाल्नु है। जाम सर उता, रुद्र सर पनि खाजा खान उतै आउनु। जाउँ। काम पनि दाइना दिएको छ, कहिले इटाली, कहिले विराटनगर, कहिले पोखरा। त्यही भएर त्यही कामै छोडिदिनु हुन्छ। खाजा के अर्डर गर्यो त? ल चिज खाएर निस्किहालौँ। फेरि यहाँ झिमिका माल गायब होला। हामी यता खाजा खान आएको मौकामा बिने उता निस्केर गयो भने गयो। हामीले पत्तै नपाइकन निस्केर जान्छ भने उसकै पैसा खेर जाने हो क्या अरे। हामीले त कोसिस गरेकै हो। हेर न कस्तो सजिलो तरिकाले भन्छ, त्यही केसको लागि दिनरात नभनी खटिएका थियौँ। त्यस्तो मेहनत गर्दा पनि केस सल्भ भएन। तँलाई अलिकति पनि दुःख लागेको छैन? के को दुःख लाग्नु, कोसिस गरेकै हो, सफल भइएन। किडन्यापर समाउन सकिएन भने यो केस पनि 12 विषयको जस्तै हुन्छ। केस चलिरहन्छ, किडन्यापर समाउन सकिँदैन। होइन, यो केस त जसरी पनि सल्भ गर्नुपर्छ, पछि प्रमोसनको बेलामा सजिलो हुन्छ। केस चाहिँ एउटा पनि सल्भ भएको छैन, फेरि पछि प्रमोसन खान निकाएर। अब प्रमोसन त कहिले खाइन्छ थाहा छैन। खाजा आयो, खाजा चाहिँ आउँ। थ्याङ्क यू भाइ। मिठो रहेछ मोमो त। पोखराको मोमो हो अनि नमिठो हुन्छ? त्यही त भने मिठो भयो नि नमिठो नि छिटो खाएर जानुपर्छ। फेरि हाम्रो सरलाईमा क्लाइन्ट फुत्केला भन्ने बिर्छ। ल म आइहालेँ ल। यहाँ हामी विनिशाको केसको लागि आएको भन्ने थाहा नहोस्। यही रिहाब एकदम राम्रो निर्देशन गर्न आएको हाम्रो कोही मान्छे राख्नुपर्छ भन्ने मात्र बनाउनुपर्छ है त। सर
हजुर हजुरलाई भेट्न बाहिर मान्छे आउनुभएको छ। ए हो? हजुर भित्रै पठाइदेऊ? हुन्छ पठाइदेऊ न। ल हस् हस् थ्याङ्क यू। नमस्कार। नमस्ते, बस्नु न। के कति कामले ताल्नुभयो होला? काम त खासै केही थिएन। हजुर तपाईँको रिहाब सेन्टरको एकदम नाम सुनेको थिएँ। अनि विजय दाई भनेपछि यहाँ दायाँ माया नचिन्ने कोही छैन, सबैले गुणगान गाउँछ। त्यही भएर यसो केही गफ गरौँ भनेर। यो त सबैको माया हो। साथीभाइ, इष्टमित्र, आफन्त, छरछिमेकीको मायाले त म यो रिहाब सेन्टर चलाउन सफल भएको छु। एकदमै ठिक। साथीहरूको मद्दत बिना ठुला काम त गर्नै सक्दैन नि। तपाईँलाई केही अप्ठ्यारो लाग्दैन भने मेरो साथीहरूलाई तपाईँको रिहाब सिक्ने निरीक्षण गराउन सक्छु। बाइ द वे, हामी चाहिँ सिआइडी हौँ, म चाहिँ सिआइडी बलबसा। हुन्छ, जानुहोस् न, निरीक्षण गर्न सक्नुहुन्छ। तपाईँ विनिशालाई चिन्नुहुन्छ नि होइन? हजुर चिन्छु। बिचरीको आमा बाबा बितेदेखि उदास उदास देख्छु। एक दुई पटक भेटेर मोटिभेट पनि गरेँ, तर अहिले आफै कामको व्यस्तताले खासै एक दुई हप्ता भयो भेटेको छैन। उसको ड्याडी हाम्रो साथी, हामी उहाँ कहाँ आएका थियौँ। उहाँले नै भन्नुभयो हो तपाईँको रिहाब एकदम राम्रो छ भनेर। साँच्चीकै राम्रो रहेछ भने एक दुईजना क्लाइन्टलाई सजेस्ट गरौँ भनेर निरीक्षण गर्न आएको। भइहाल्छ नि, मैले आफ्नो तर्फबाट बेस्ट दिने कोसिस गरेको छु। तपाईँसँग भेटेर एकदमै खुसी लाग्यो। हामी फेरि चाँडै नै भेट्नेछौँ। हस् धन्यवाद, मलाई पनि एकदम खुसी लाग्यो। त्यस्तो के समस्या पऱ्यो भने हाम्रो रिहाब सेन्टरलाई सम्झिन सक्नुहुन्छ। हस् त। हस् धन्यवाद। के लाग्छ त हजुर, किडन्यापिङमा यसको हात होला त? यहाँ त त्यस्तोसँग अनि केही भेटिन, तर भन्न सकिन्न, जे पनि हुनसक्छ। अहिले जाउँ हामी। त्यो बेलाको के सम्झिँदा त यस्तो हाँस उठ्छ। भिनेल चढ्ने गाडी त छैन त? कतै हामी मगाउँ बिने पैसा दिन त गएन।
यो मान्छे पागल त भएन, तालको बिचमा लाखौँ पैसा फाल्दैछ। यसो झिक्छ चाहिँ कसरी? तपाईँहरूको गल्तीले गर्दा नै आज विनिशाको ज्यान खतरामा छ। हामीलाई सोध्दै नसोधी पैसा दिएर विनिशालाई फिर्ता ल्याउन खोज्नुभयो। के पैसा दिएर विनिशा फिर्ता आयो त? त्यत्रो पैसा दिएर पनि विनिशा किन फिर्ता आएन? हामीले आफ्नो छोरीलाई बचाउनको लागि जे ठिक लाग्यो त्यही गर्यो। तपाईँहरूको कारणले गर्दा हाम्रो छोरीको ज्यान झन्नै गइसकेको थियो। हामीले सोच्यौँ कि अब छोरीलाई बचाउने सही तरिका यही हो भने। हामीलाई पैसाको भन्दा छोरीको माया छ। तपाईँले आफ्नो छोरीको ज्यान बचाउनु भएको होइन,
उसलाई त झन् मृत्युको नजिक पुर्याउनु भयो। यदि तपाईँको छोरीले किडन्यापरको अनुहार देखेको रहेछ भने तिनीहरूले विनिशालाई जिउँदै छोड्छ त? मलाई यो अचम्म लागिरहेछ कि तपाईँहरू आफ्नो सन्तान काठमाडौँ हुँदाहुँदै दाइको छोरीको लागि यहाँ आइराख्नु भएको छ अनि दाइको छोरीको लागि 2 करोड उडाउनु भयो नि त। दाइको छोरीको बहाना बनाएर दाइको सारा सम्पत्ति हडप्नलाई तपाईँले योजना त बनाउनु भएन? तपाईँ यो के भन्दै हुनुहुन्छ? त्यस्तो केही पनि भएको थिएन। थिएन। होस् पनि कसरी? दाइलाई ऋण दिने अनि दाइले दिनरात टर्चर गरेर घर आफ्नो नाममा पार्ने। तपाईँहरूको मास्टर माइन्डलाई त माने मैले, होइन भने दाइको छोरीको लागि यत्रो खर्च किन गर्नुहुन्छ? यहाँ पक्कै केही न केही गडबड छ। दाइको सम्पत्ति हात पारेर नपुगेर भतिजी नै गायब गराउन लाग्नु भएन? याद राख्नुहोस्, विनिशालाई केही भयो भने मैले तपाईँलाई छोड्ने छैन। मैले भने त विनिशालाई केही पनि हुँदैन। जुन आरोप तपाईँहरूले हामीलाई लगाउँदै हुनुहुन्छ नि, त्यसको पछाडिको कथा तपाईँहरूलाई थाहा छैन। अब त आइपुग्नु पर्ने हो, बिहानै हिँडेको पनि भन्थ्यो। आउँदै होला नि, टाढाको बाटो, काठमाडौँदेखि आउनुपर्ने। दाइ नमस्ते। दाइ नमस्ते। दिदी नमस्ते। नमस्ते। अचानक बोलाउनु भयो रहेछ, सबै कुरो ठिक छ नि दाइ? भन्नु न दाइ, केही थियो कि? हामी डुब्यौँ भाइ, हाम्रो बिजनेस डुब्यो। ऋण लिएर कम्पनी चलाउँला भनेको सकेन। हामीलाई ब्याङ्कले कुनै पनि बेला कालो सूचीमा राख्न सक्छ। एउटा भएको छोरीको लागि पनि केही गर्न नसक्ने भाइ। त्यसको लागि तँले मद्दत गर्न पर्यो भाइ। तँसँग ऋण लिएको भनेर कागजपत्र बनाउँछु अनि ऋण तिर्न नसकेर घर बेचेको भनेर यो घर तेरो नाममा गरिदिन्छु। ब्याङ्कले कालो सूचीमा राखिसकेपछि हामीसँग अरू सम्पत्ति केही पनि रहन्न। यो घर तेरो नाममा भयो भने भोलि छोरीको लागि मद्दत पुग्छ। छोरीले अभावमा बाँच्नु पर्दैन। त्यसैले यो घर तेरो नाममा गरौँ भनेर हतारमा बोलाएको। अब छोरीको नाममा गरौँ भनेदेखि फेरि ब्याङ्कले जफत गरिहाल्छ। घर नाममा गर्ने भन्दा नि पैसाकै कुरो हो भने म लगानी गरौँ न नि। कसरी हुन्छ अफिस चलाउने कुरो गरौँ न। पछिको कुरा पछि सोचौँला, तर अहिले सबै डकुमेन्ट रेडी गरेर यो घर तेरो नाममा पास गरिहालौँ भाइ। अब त्यो सम्भव छैन। हामीले बिजनेसबाट हात झिक्नै पर्छ। ऋण यति धेरै भइसक्यो कि अब त्यो तिर्न थाल्यो भने हामी कङ्गालै हुन्छौँ। तर दाइ, तर सर केही नभन्, भोलि यति काम गरिहालौँ। विनिशा, तिमी कहाँ गएको अहिलेसम्म? घर आउने समय यही हो? आज क्लास नै ढिलासम्म थियो क्या ड्याडी। तपाईँ सधैँ मलाई इम्ब्यारेस गराउनुहुन्छ क्या ड्याडी। काका काकीको अगाडि किन बेइज्जत गर्नुभएको मेरो? कहिले ढिला कहिले चाँडो त भइहाल्छ नि ड्याडी। स्कुटी किनिदिनु भन्दा त मान्नु भएन, बस चढेर आउनुपर्छ म। त्यस्तो ढिलो नै हुन्थ्यो भने हामीलाई खबर गर्नुपर्छ नि। हामीलाई कति चिन्ता हुन्छ। कहाँ हराएको अहिलेसम्म? भित्र गएर खाना खाऊ नि पढ्न बसिहाल। पढ्नु सड्नु छैन, कहिल्यै राम्रो नम्बर ल्याउने होइन। जहिले फेल भएको छ फेल भएको छ। कहिले काहीँ ढिला भइहाल्छ नि। जहिले के चिज गर्नुभन्दा मारिदिने कि बरु मलाई। हेर भाइ, आफ्नो सन्तान भन्नु यति एउटा छोरी छ, त्यही पनि यसको बानी ठिक छैन। अब यसले कमाउली हामीलाई पाल्ली भन्नु छैन। यसलाई राम्रो भविष्य दिन सकिन्न कि भनेर साह्रै चिन्ता लागिरहेछ।
यसैको लागि भनेर 2 पैसा बचाउनु पर्यो नि बाबु। त्यसैले यो घर तपाईँको नाममा गरिदिन लाग्यो। के कुरा गर्नुभएको त यस्तो? ब्याङ्कले केही गरेर कालो सूचीमै राख्यो भने मुद्दा लडौँला। यस्ता घोटाला गरेर हिँड्ने बजारमा त कति छन्। तपाईँलाई पनि झमेलाबाट मुक्त गराउँला। अहिले यो घर तेरो नाममा गरिराखौँ, पछि तैँले विनिशालाई दिनु। त्यसै कारणले गर्दा हामीलाई सम्पत्ति भन्दा छोरी नै प्यारो छ। विनिशा नै भएन भने हामीलाई यो सम्पत्तिको के महत्त्व? लम्साल परिवारको खाता बजारमा किन्न पाइँदैन। खाता त जति पनि किन्न पाइन्छ, तर लम्साल परिवार भनेर हामी आफैले नै बनाएको हो। हामी बाहेक लम्साल परिवार लेखेको खाता कसैले प्रयोग नगर्ला। एक दुई पटक भेटेर मोटिभेट पनि गरेँ, तर अहिले आफै कामको व्यस्तताले खासै 1-2 हप्ता भयो भेटेको छैन। क्षितिज, विशाल, रुद्र, तिमीहरूले सिएसआईको टिम बोलाएर यो घरलाई छानबिन गर्न लगाऊ। अनि पारु, अजु मसँग हिँड। हामीले खोजेको मान्छे त्यही विजय हो। तिमी डराउनु पर्दैन। अब म सिआइडी पल्पसा हो। म बजाउनु अब के हुँदैन। अब नचल, म विशाल गरिदिन्छु। तिमीलाई के पनि हुँदैन। खेल सकिएको होइन, खेल त अब सुरु हुँदैछ।
शङ्का पनि गर्न नसक्ने बिनिसा आफ्नै काका काकीमाथि यत्रो धोका धोका मैले होइन धोका यिनीहरूले दिइराखेको थिएँ मलाई मेरो नाममा हुनुपर्ने सम्पत्ति यिनीहरूले आफ्नो नाममा बनाए मेरै पैसामा मोज गरिराखेको थिएँ यिनीहरू कि म हेरेर बस्नु यति बेला भइसक्यो छोरी आइपुगेको छैन घडी हेर्नु त 11 बज्न लाग्यो होला फोन हान्नु आइपुग्यो कमसे कम छोरी अलि टाइममा त घरमा आउने गर न घडी हेरेको छ 11 बज्न लागिसक्यो साथीहरूसँग थिएँ काकी छोरी जहिले पनि साथी साथी भनेर घर आउनु ढिलो नगर न तपाईँहरू जहिले यस्तै कुरा गर्नुहुन्छ काका यसलाई दाइले धेरै मत्याएर राखेर यस्तो भएको हो कि कमसे कम सम्झाउने गर्नु हजुरको छोरीलाई मैले भनेको त फिटिकै सुन्ने होइन तिमी चुप लाएर त के बस्थ्यौ होला र त्यत्रो दुःख गरेर आफ्नै जन्म दिने आमा बाउलाई मारेर हात पार्न खोजेको सम्पत्ति काका काकीको नाउँमा जाँदा तिम्रो त एकछिन होस नै उड्यो होला होइन मलाई राम्रोसँग थाहा छ तिम्रो आमा बुवाले सुसाइड गरेको होइन तिम्रो आमा बुवा कसरी मर्नु भयो या तिमीले कसरी मार्यो भन्ने कुरा तिमी भन्छौ कि म भनौँ उहाँहरूले मलाई कहिले माया गर्नु भएन सधैँको टर्चरले गर्दा म पागल भइसकेको थिएँ तर एक दिन छोरी एउटै कुरा मैले तिमीलाई कतिचोटि भन्नुपर्छ घरमा आउन ढिला हुने भयो भने पनि खबर गर भनेको मैले तिमीलाई फोनमा ब्याट्री सकेको थियो कि त्यही भएर खबर गर्न सकिनँ बाहना त पहिल्यै रेडी हुन्छ होइन घरमा खाना खाने बेला भएको छ बाआमाले कुरिरहेछन् थाहा छैन मलाई किन कुर्नु पर्थ्यो तपाईँहरू खाता भइहाल्थ्यो त छोरी बाबासँग यसरी मुखमुखी लाग्ने हो अनि जहिले एउटै कुरामा किन किचकिच गर्नुहुन्छ तपाईँहरू मैले कतिचोटि भनिसकेँ कहिलेकाहीँ ढिला हुन्छ मलाई कुर्नु पर्दैन भनेर साथीहरूसँग बाहिर हुन्छु बाहिरै खाएर आएको हुन्छु को साथीहरू हुन् तिम्रा आधा रातसम्म डुल्ने अब तिमीसँग मात्रै होइन म तिम्रो साथीहरूको प्यारेन्ट्ससँग पनि कुरा गर्छु तिमीहरूको फ्रिडम एकदम धेरै भइसक्यो धेरै जानी नहुने ड्याडी आफूले त फ्रिडम दिन जान्नु भएन अरूको फ्रिडम पनि खोज्न नखोज्नु रातभरि डुल्नु भनेको फ्रिडम हो तिमीलाई जतिको स्वतन्त्र दिएको छ नि त्यो पनि एकदम धेरै हो तिमीलाई त बाँधेर राख्नुपर्ने आफू गदा जस्तो घोटी हो भनेर मलाई पनि बाँधेर राख्ने कुरा नगर्नु ड्याडी तपाईँ त्यो मैले दिइसक्दा पनि भएन होइन हुँदा हुँदा मलाई हात पनि उठाउनु भयो अब यसको नतिजा विदेशसम्म सजिलै ड्रग्स उपलब्ध हुनु भएकोले हामीले एक्स्ट्रा किनौनी प्रयोग गरेर उहाँहरूलाई गऱ्यौँ अनि यो कुराले मेरो दिमागमा घर बनाइसकेको थियो अनि हामी मिलेर एउटा प्लान बनायौँ र ढिलो चाँडो यो सम्पत्ति तिम्रै नाममा हुनेवाला थियो तर किन यस्तो नाटक गर्यो
यो ड्रग्स सिटामोनमा नै प्रयोग हुने भएकोले उहाँहरूलाई खुवाउन सजिलो भयो र सुसाइड गरेको हो भनेर विश्वास दिलाउनलाई सजिलो हुन्थ्यो। र त्यो प्लानमा तिमीहरू सफल भइसकेका थियौ। तर आमा बाउलाई मारेर जुन सम्पत्तिमा रमाउला भन्ने सोचेको थियौ त्यो चाहिँ तिमीहरूको हात लागेन। त्यसैले सम्पत्ति हात पार्न तिमीहरूले अर्को प्लान सुरु गर्यौ। यो सब त ठिक छ, तर तिमीहरू दुईजना कसरी नजिक भयो? यो किडन्यापिङको काण्ड के हो? जुन दिन ऋतिकको र मेरो झगडा पर्दा विजय ल्याएर छुट्याउनु भयो त्यही दिनदेखि विजयप्रति म इम्प्रेस भइसकेको थिएँ। त्यस दिनदेखि हाम्रो भेटघाट बाक्लो हुन थालेको। किन हुँदैन? मुड अफ देखिरहेको छु त। के हुनु र? जहिले घरको टेन्सन बाबामा नि बाँच्नु मर्नु बनाइसक्यो। मान्छेहरू पैसा कमाएर छोरछोरीलाई सुख दिने कुरा गर्छन्। पैसाले के सुख मिल्थ्यो? मानसिक तनाव दिएर मरौँ बनाएपछि। त्यस्तो मरौँ होइन क्या, सोच भनेको त मारौँ राख्नुपर्छ। तिम्रो आमा बुवा भएर मात्रै हो, नत्र भने मैले उहिले सिद्ध्याइदिइसक्थेँ। तपाईँको प्लानले आमा चैट मामाहरू आएर हामीलाई खोरभित्र कैद। मेरो लागि त सजिलो छ नि। तिमीलाई एउटा गोप्य कुरा भनौँ, मैले रिह्याब सेन्टर चलाएको भएर मलाई ड्रग्सहरू पाउन निकै सजिलो छ। एउटा ड्रग्स पानीमा मिसाएर खुवाइदियो भने मान्छे चैट। मामाको पनि केही लाग्दैन, मर्डर हो कि सुसाइड हो कसैले पत्ता लगाउन सक्दैन। जसको ओभरडोजले ज्यान पनि लिन सक्छ। अरूको ज्यान लिन माया लागेर पो हो त, नत्र यस्तो ज्यान मार्ने आइडिया त अनेक छ मसँग। भयो, ज्यान लिने कुरा नगरौँ। भेट हुँदा त माया पिरतीको कुरा गर्ने पो त। हुन्छ नि त, आऊ न त माया पिरतीको कुरा गरौँ। ढिलो चाँडो यो सम्पत्ति तिम्रै नाममा हुन्थ्यो, फेरि यो नाटक किन गर्यो? मैले काका काकीलाई सोधेको थिएँ मम्मी ड्याडी बितेपछि यो घर तपाईँहरूको नाममा कसरी भयो भनेर। उहाँले ड्याडीले जिम्मेवारी छोडेर जानुभएको छ भनेर भन्नुभयो। यो पैसा मेरो हातमा कसरी आउँछ त्यो मलाई थाहा थिएन। जब मैले काका काकीसँग कुरा गर्थेँ उहाँहरूले राम्रो घरको केटा खोजेर बिहा गरिदिने कुरा मात्रै गर्नुहुन्थ्यो।
उहाँहरूले बिहामा दाइजो मात्रै दिएर सम्पत्ति सबै आफ्नो हातमा पार्ने विचार गर्नुभएको थियो। त्यो कुरा मलाई पटक्कै चित्त बुझेन। काकाले मलाई माया गर्नुहुन्थ्यो, त्यो मलाई थाहा थियो। त्यसैले हामी मिलेर खेल खेल्यौँ। जति पैसा माग्दा पनि काकाले नाइ भन्नु भएन, त्यसैले हामीले पैसा मागिरह्यौँ। घरको सिसिटिभीको एक्सेस तिमीसँग थियो, घरको सबै साँचो पनि तिमीसँग थियो। तिमीले घरमा माइक्रोफोन जोड्यौ, जसले गर्दा घरमा भएको कुरा सबै थाहा पाउँथ्यौ। घरमा तिम्रो लागि सबैजना छटपटाइरहेका हुन्थे, तर तिमीहरू भने त्यो हेरेर सुनेर रमाइरहेका हुन्थ्यौ। पहिलो कुरा त घरमा आमा बुवाले आफ्नो सन्तानलाई कसरी हुर्काइरहेको छु भन्ने कुरा विचार गर्नु पर्यो। माया गर्दैमा मात्र राम्रो संस्कार दिन सक्दैन र गाली मात्र गरेर पनि राम्रो संस्कार दिन सकिँदैन। नराम्रो सङ्गतबाट बचाएर अहिलेका जमानाका बच्चालाई हुर्काउन निकै गाह्रो छ।